नेमकिपाका अध्यक्ष आदरणीय नारायण मानविजुक्सेज्यू, पूर्व सांसद प्रेम सुवालज्यू, मेयर साहब सुनील प्रजापतिज्यू, अन्य गण्यमान्य व्यक्तिहरू, मैले मान्नुपर्ने व्यक्तिहरू पनि धेरै देखेको छु। मैले जानेको चिनेको व्यक्तिहरू पनि दाहिने बायाँ धेरै देख्दैछु र आदरणीय मैले मान्नुपर्ने व्यक्तिहरू, साथीभाइ सबैमा मेरो हार्दिक नमस्कार छ। म तीनटा कुरामा मात्रै म भन्न चाहन्छु, तीनटा बुदामा मात्रै, र धेरै लामो पनि म बोल्दिनँ भन्ने मलाई लाग्छ, तर बोल्दा बोल्दै कहिले त लामो भइहाल्छ। ओके, अब मैले बोल्ने तीनटा बुदाहरू मध्येमा एउटा चाहिँ साहित्य, सङ्गीत, कला इत्यादि बारेमा एकदम छोटो बोल्छु। त्यसपछि आएर मैले अध्ययन गरेको सीमा सम्बन्धी कुराहरू बोल्छु र अनि मलाई अहिले के भन्नु मन लाग्यो भने समस्या मात्रै होइन, त्यसको समाधान के हो त भन्नेमा पनि बोल्छु कि भन्ने मलाई लागेको छ। र अन्तिम बुदा चाहिँ म अहिलेको समसामयिक विषय जेनजीको विषय, पूर्वोक्त महानुभावले पनि जेनजीको बारेमा केही बोल्नुभयो, त्यसकारण मलाई पनि बोलौँ जस्तो लागेको छ। म छोटकरीमा यी कुरा बोल्छु। सबभन्दा पहिले त साहित्य, सङ्गीत, कला भनेको चाहिँ के हो भन्दाखेरि अब मलाई एउटा आधा मिनट भूमिका बाँड्न मन लाग्यो। विश्वका विभिन्न देशहरूको आफ्नो तोकिएकै सीमा हुन्छ है, यति सीमा चाहिँ नेपाल हो अथवा भारत हो भन्ने हुन्छ। त्यस्तै गरेर त्यो तोकिएको सीमाभित्र स्थायी जनता हुन्छन्, स्थानीय नागरिक हुन्छन् र त्यस्तो नागरिकको आफ्नै भाषा, वेशभूषा, संस्कृति, पहिचान, साहित्य, कला पनि हुन्छ। र हाम्रो नेपाल राष्ट्रको पनि आफ्नै भाषा छ, संस्कृति छ र त्यसमा मैले विशेष त भन्नु पर्यो भनेदेखि चाहिँ भक्तपुरको आफ्नै पहिचान छ विश्वमा, नेपालमा मात्रै होइन विश्वमा पनि भक्तपुरको आफ्नै पहिचान छ। के कारणले पहिचान छ भनेर भन्दाखेरि चाहिँ अब भक्तपुरको काष्ठकला, माटोको भाँडाकुँडा बनाउने संस्कृति, जात्रा, त्यसपछि आएर कला, संस्कृति इत्यादि कारणले भक्तपुर विश्वमा प्रख्यात छ। अहिले हेर्नुहोस्, अब यति मात्रै होइन, मलाई लाग्छ भातगाउँले टोपी मलाई तल लगाइदिनु भयो, यो भातगाउँले टोपीले पनि भक्तपुरको पहिचान जोगाएको छ। त्यस्तै गरेर महिलाहरूको हागुपटासी, जुजुधौ हेर्नुहोस्, अब नामै जुजुधौ इत्यादिले पनि भक्तपुरको नाम रोशन गरेको छ। र भक्तपुरले नेपालको संस्कृति थामेर बसेको छ भनेर भन्न चाहन्छु है। नेपाल राष्ट्रकै संस्कृति थामेर बसेको छ, त्यो संस्कृतिलाई विकृति हुन दिएको छैन भक्तपुरले। किनभने हेर्नुहोस्, अब विदेशी पर्यटकहरू पुरातत्वको कला, पुराना कलाहरू हेर्न भक्तपुर आउँछन्। हेर्नुहोस्, मैले यो के भनिराखेको छु भनेदेखि चाहिँ हिमाल चढ्न आएका विदेशीहरू पनि अब साहसिक पर्यटनको निमित्त ट्रेकिङमा आएका विदेशीहरू पनि भक्तपुरमै आउँछन्, भक्तपुर हेर्छन्, उनीहरूले भक्तपुरको कलाकृति इत्यादि हेर्छन्। र एकजना जर्मन नागरिक ह्यान्स बेन्जामिनले 15 वर्ष अगाडि भनेका थिए। उनले के भनेका थिए भने हेर्नुहोस्, अब नेपाल भ्रमण गर्ने विदेशीले यदि भक्तपुर अवलोकन गरेन भने त्यो मान्छे नेपाल आएको ठहरिँदैन, भक्तपुर भ्रमण गरेन भनेर बेन्जामिन के अरे ह्यान्स बेन्जामिन भन्नेले। त्यस कारणले भक्तपुरको कला, संस्कृति इत्यादिले कस्तो महत्त्व राखेको रहेछ। यहाँको संस्कृति बारेमा मभन्दा पूर्वोक्त महानुभावले भनिसक्नु भएको छ, कविता पनि चाहिँ उहाँले भनेर गइसक्नु भएको छ है। त्यस कारणले गर्दाखेरि
यो संस्कृतिको बारेमा म यतिकै भन्छु र अब मैले अध्ययन गरेको सिमानाको बारेमा म केही भन्न चाहन्छु। सिमाना मैले पहिले पनि भने कि अब एउटा स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न स्वाधीन राष्ट्रको आफ्नै सिमाना हुन्छ। मैले पहिले भनिसकेँ। त्यो सिमानाभित्र चाहिँ अब स्थायी नागरिक पनि हुन्छन्। अब मैले यहाँ जोड्न खोजेको चाहिँ हाम्रो नेपालको सिमाना अब केही समयदेखि हाम्रो नेपालको सिमाना मिचिएको छ, कोतरिएको छ, चिथरिएको छ है। त्यस कारणले गर्दाखेरि त्यो चिथरिएको कोतरिएको कुराहरू म छोटकरीमा भन्न चाहन्छु। पहिला नेपाल र भारतको बारेमा भन्छु र नेपालको चीनको सीमाको बारेमा भन्छु। नेपाल र भारतको बिचमा 1880 किलोमिटर लामो सीमारेखा छ। मेरो अध्ययन अनुसार यसमा 71 ठाउँमा अतिक्रमण, दावा विरोध, मिसान, तेरोमेरो इत्यादि परेर आइरहेको छ है। 71 मध्ये सबभन्दा ठुलो हाम्रो दार्चुला जिल्लाको ब्यास पालिकाको वडा नम्बर 1 को अब ब्यास गर्खा भन्छ। अब लिपुलेक, कालापानी, रिम्पीधुरा आदिको भाग 372 वर्ग किलोमिटर भूभागको एकै चक्ला हाम्रो अतिक्रमणमा परेको छ। दोस्रो ठुलो भन्ने हो भने हाम्रो नवलपरासी जिल्लाको सुस्ता, त्यो सुस्ता चाहिँ 145 वर्ग किलोमिटर भूभाग हाम्रो भारतले मिचेको छ। बाँकी रहेको 89 वर्ग किलोमिटर भूभागको 69 ठाउँमा मिचेको तेरोमेरो परेको छ। पश्चिममा हेर्नुहोस् अब कञ्चनपुरको अब शुक्लाफाँटा वन्यजन्तु संरक्षणदेखि लिएर ताप्लेजुङको कालपोखरीसम्मको भूभाग पनि हाम्रो मिचिएको छ। हेर्नुहोस् अनि अब मलाई एउटा ठ्याक्क भन्नु मन लाग्यो, भारतले हाम्रो नेपालको आधा रोपनी जमिन पनि मिचेको छ। आधा रोपनी कहाँ मिचेको छ त? हाम्रो इलाम जिल्लाको फाटक इलाम जिल्लाको सन्दकपुर के अरे पशुपतिनगरको फाटक भन्ने ठाउँमा हाम्रो नेपालको आधा रोपनी भारतले मिचेको छ। मैले यहाँ ल्याउन खोजेको कुरा, नेपालभन्दा भारत क्षेत्रफलमा 22 दोबर धेरै अब जमिन छ। त्यत्रो 22 दोबर धेरै भनौँ क्षेत्रफल भएको राष्ट्रले नेपालको आधा रोपनी के नपुगेको होला उलाई? तर तपाईहरुले पनि गेस गर्नु होला। तर म चाहिँ के भन्न चाहन्छु भने भारतले नेपाललाई आफ्नो छत्रछायामा आफ्नो अँगालोभित्र राखिराख्न उता 20 रोपनी मिच्यो, उता 60 रोपनी मिच्यो, उता आधी रोपनी जम्मा पनि मिचिएर नेपाललाई आफ्नो छत्रछायामा पार्नु गरेको हो कि भन्ने मेरो अध्ययन छ है। हो कि होइन भन्नु होला, अब मनन गर्नु होला। मलाई होइन भने मलाई फोन पनि गर्नु होला, मलाई पनि फिडब्याक हुन्छ भन्ने मलाई लाग्दछ। अब म चीनको एउटै कुरा भन्दछु। नेपाल र चीनको 1439 किलोमिटर लामो सीमारेखा छ र नेपाल र चीनको बिचमा सन् 1961-62 मा सीमाङ्कन भएको थियो। त्यो सीमाङ्कन भएका समयमा 32 ठाउँमा चीनले दावा गरेको थियो, तेरोमेरो परेको थियो। तर हेर्नुहोस् 31 ठाउँमा चाहिँ तल्लो लेभलबाट टेक्निकल लेभलबाट 31 ठाउँको समाधान भयो। कसरी समाधान भयो? नेपाल र चीन समान हक अधिकार भएका देश हुन् अन्तर्राष्ट्रिय क्षेत्रमा। संयुक्त राष्ट्रसङ्घमा भोटिङ गर्दा विशाल चीनले पनि 1 भोट, नेपालले पनि 1 भोट दिन पाउँछ। त्यसकारण समान हो। पञ्चशीलको सिद्धान्त अनुसार नेपाल र चीन समान हक अधिकार भएका देश हुन् इत्यादि भन्ने भएर अब 1.5 वर्षको समयावधिमा 32 मध्ये 31 वटा सीमा समस्या तल्लो तहबाट टेक्निकल लेभलबाट समाधान भयो। एउटा बाँकी रह्यो। त्यो एउटा बाँकी भएको सगरमाथाको दाबी। चीनले पनि चोमोलोङमा अथवा सगरमाथा चीनको हो भनेर दाबी गरेको थियो। तर त्यो चाहिँ सगरमाथाको दाबी प्रधानमन्त्रीको स्तरमा समाधान भयो। हेर्नुहोस् अब चीनको
प्रधानमन्त्री चाउवेनलाई नेपालको हाम्रो विश्वेश्वर प्रसाद कोइराला तत्कालीन चाहिँ प्रधानमन्त्रीको 2017 साल वैशाख 16 गते यो समाधान भयो र चीनले भन्यो सगरमाथा चोमोलोङमा नेपालकै हो भनेर भन्यो। कहिले भनेको थियो भनेदेखि प्रधानमन्त्री चाउवेनलाई नेपालमा भ्रमण गर्न आएका थिए। आउँदाखेरि सम्पूर्ण अफिसियल काम सम्पन्न गरेर अनि ग्यालरी बैठकमा 2017 साल वैशाख 16 गते ग्यालरी बैठकमा साँझमा पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलन गर्दाखेरि चाउवेनलाईले के भने चोमोलोङमा सगरमाथा अब चीनले पनि दावा गरेको थियो, नेपालले पनि गरेको थियो। अहिले चीन सरकार यो निर्णयमा पुग्यो कि सगरमाथा चोमोलोङमाको चुचुरो नेपालको हो भनेर निर्णय गरेको हुनाले मैले तपाईँहरूलाई सुनाएको हुँ भनेर भन्यो हो कि। त्यही बेलामा रमेशनाथ पाण्डे पत्रकार हुनुहुँदो रहेछ, त्यो बेलामा नयाँ सन्देश कि के को पत्रकार हुनुहुँदो रहेछ। रमेशनाथ पाण्डे पछि मन्त्री पनि हुनुभयो, परराष्ट्र मन्त्री। उहाँ जुरुक्क उठेर प्रधानमन्त्री चाउवेनलाईलाई प्रश्न गर्नुभएछ, प्रधानमन्त्री महोदय तपाईँले हिजोसम्म चोमोलोङमा चीनको हो भनेर दावा गर्नुभएको थियो, आज आएर किन छोड्नुभयो तपाईँले भनेर प्रश्न गर्दाखेरि चाउवेनलाईले जवाफ दिएछ, पत्रकार महोदय तपाईँको प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला 3 महिना अगाडि हाम्रो चीनमा भ्रमण गर्नुभएको थियो, चीनमा आउनुभएको थियो। उहाँले सगरमाथा नेपालको हो, यो हाम्रो पुरानो इतिहासरी पनि बाबुराम आचार्यले अध्ययन अनुसन्धान मनन लेखन खोजन गरेर यो नेपालकै हो भनेर चाहिँ निर्धारण गरेको हो। यो अन्तर्राष्ट्रियकरण भइसकेको छ। शारदा पत्रिका भन्नेमा पनि यो उहाँको लेख प्रकाशित भएर सगरमाथा हाम्रो हो भन्ने भएको छ भनेर। अनि विश्वेश्वर प्रसाद कोइराला चीनमा जानुभन्दा पहिलाबाट अब इतिहासहरू पनि बाबुराम आचार्यको कटेरोमा गएछन्। म चीन जाँदैछु, सगरमाथा चाहिँ चीनले दावा गरेको छ, प्रमाण मलाई दिनुहोस् भनेपछि बाबुराम आचार्यले हस्तलिखित प्रमाण नेपाली कागजमा बनाइएका नक्साहरू पनि अरू प्रमाण उनले गएर दोलखा जिल्ला रामेछाप ओखलढुङ्गामा गएर अध्ययन अनुसन्धान गरेर त्यहाँका स्थानीय व्यक्तिहरूले के भन्दो रहेछन् भनेदेखि सगरमाथा भन्दो रहेछन्, पूजा गर्दा रहेछन्। त्यो सबै कागज प्रमाण विश्वेश्वरलाई दिएको थियो। विश्वेश्वरले त्यही प्रमाण चीनलाई पेश गर्यो। अनि अब चाउवेनलाईले रमेशनाथ पाण्डेलाई के भन्नुभयो भनेदेखि तपाईँको प्रधानमन्त्री बीपी कोइरालाले दिएको प्रमाणहरू हामीले जाँच्यौँ र हामीले पनि चोमोलोङमा चीनको हो भनेर तपाईँको प्रधानमन्त्रीलाई एक मुठ्ठा प्रमाण भिडाएर पठाएका थियौँ। तपाईँको प्रधानमन्त्री नेपाल फर्किसकेपछि चीन सरकारले बीपी कोइरालाले दिएको प्रमाण 4 तहबाट जाँच्यो, प्राविधिक, प्रशासनिक, राजनैतिक, कूटनीतिक तहबाट चीनले जाँच गर्दाखेरि चीन सरकार यो निर्णयमा पुग्यो कि विश्वेश्वर प्रसाद कोइरालाको डकुमेन्ट जेन्युन हो भनेर भर्खरै चीनले निर्णय गरेको हुनाले, चीन सरकारले निर्णय गरेको हुनाले मैले तपाईँलाई भनेको हुँ। हेर्नुहोस् है, त्यस कारणले अब यो उपमा अरूमा लाग्छ कि लाग्दैन भन्ने कुरा अब वर्तमान समयमा चीनले नेपालको भूमि मिचेको छ कि छैन, धेरै महानुभावहरूले जिज्ञासा होला, मलाई कतिपयले सोध्छन् पनि। अब त्यसरी 1961-62 सनमा समाप्त भएकोमा फिलहालमा नेपालको एउटा ठाउँमा चीनले अलिकति दावा गरेर अकुपाई गरेको छ। त्यो हो हाम्रो दोलखा जिल्लाको लामाबगरको उत्तर लाप्चे गाउँ भन्ने छ। लाप्चे गाउँको उत्तरमा एउटा चुली छ, कोर्लाङ पारीको टिप्पा भन्ने चुली छ। त्यो चुलीमा 57 नम्बरको जङ्गे खम्बा हुनुपर्नेमा त्यहाँ खम्बा नगाडिएर त्योभन्दा हाम्रो नेपालको भागमा, भिरालो परेको भागमा, नेपालको भागमा ठुलो चट्टान रहेछ। चट्टानमा कुदेर मार्कर 57 लेखिएको छ। त्यो मार्कर 57 लेखिएकोले अथवा कोर्लाङ पारीको टिप्पामा 57 नम्बरको खम्बा स्थापना नगरिनाले हाम्रो 6 हेक्टर जमिन चाहिँ अब चीनले दावा गरेर चीनमा परेको छ। 6 हेक्टर भनेको 99 रोपनी रोपनीको जग्गा चाहिँ यसरी परेको छ। यसबाहेक अरू चीनले दावा गरेको मलाई थाहा छैन, मेरो अध्ययनमा छैन, अरू अध्येताले भन्छन् भने अर्कै कुरा हो कि। अब म
लिपु लेकको कुरा आउँछु। अहिले अब केही महिना अगाडि भदौ 3 गतेदेखि 7 गतेसम्म लिपु लेकको कुरो चाहिँ नेपालमा धेरै चर्केको थियो। अब चीनको प्रधानमन्त्री वाङ यी भारत भ्रमण गरेका थिए। भारत भ्रमण गर्दाखेरि भारतको विदेश मन्त्री र जयशंकर र चीनको विदेश मन्त्री वाङ यीको बिचमा एउटा अन्डरस्ट्यान्डिङ समझदारी भयो। 12 बुझे समझदारी। 12 बुझे समझदारीको 9औं धारामा चाहिँ के लेखेको छ भनेदेखि चाहिँ अब लिपु लेक भन्ज्याङ भएर पुनः व्यापार वाणिज्य वृद्धि अभिवृद्धि गरिनेछ भनेर लेखिएको छ। हेर्नुहोस् है, अब म यो बारेमा अलिकति पछि आउँछु। योभन्दा अगाडि अब सम्मत 2081 को असोजको गते मैले बिर्सेँ, भारतको प्रमुख सुरक्षा सल्लाहकार अजित डोभेल चीनको भ्रमणमा गएका थिए। उनले चीनको परराष्ट्र मन्त्री विदेश मन्त्री वाङ यीसँग भेट गर्दाखेरि पनि उहाँले एउटा सानो समझदारी गर्नुभयो। त्यो समझदारी चाहिँ के भनेदेखि के गर्नुभयो भनेदेखि चाहिँ भारतीयहरू मानसरोवर तीर्थयात्रा गर्नको निमित्त लिपु लेक भन्ज्याङबाट रिओपन हुनेछ भनेको पुनः आवत जावत गरिनेछ भनेर भन्यो। कोभिडले रोकिएको यो पुनः चाहिँ सुचारू गरिनेछ भनेर भन्यो। त्योभन्दा अगाडि सन् 2015 मा हेर्नुहोस्, अब भारतको प्रधानमन्त्री नरेन्द्र मोदी चीनको भ्रमणमा गएका थिए। त्यो बेलामा भारत र चीनले सन् 2015 को मे 15 का दिनमा लिपु लेक भन्ज्याङबाट दुई देशको बिचमा व्यापार वाणिज्य अभिवृद्धि गरिनेछ भनेर सम्झौता गरे। त्यो सम्झौता गर्दाखेरि नेपालमा हल्ला खल्ला भयो। हेर्नुहोस्, अब लिपु लेक त हाम्रो हो नि, नेपालको हो नि, किन अब चीन र भारतले किन सम्झौता गर्यो? नेपाललाई एक वचन नसोचिकनै दुई देशले चाहिँ सम्झौता गर्यो सन् 2015 को मे 15 का दिनमा भनेर हल्ली खल्ली मचियो। हाम्रो नेपालको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुवै देश चीन र भारतलाई डिप्लोमेटिक नोट पठाउनु भयो। लिपु लेक त नेपालको हो, नेपालको सार्वभौमिकता प्रमाण हाम्रो छ, किन तपाईहरुले गर्नुभयो, यो संशोधन गर्नुस् भनेर चाहिँ अब हाम्रो प्रधानमन्त्रीले डिप्लोमेटिक नोट दुवै देशलाई पठाउनु भयो। चीनले जवाफ दियो, तपाईहरुसँग प्रमाणहरु छ भने पठाउनुस्, हामी अध्ययन गर्छौं। त्यो 2015 को सम्झौताको 28 दफाको लिपु लेक भन्ने कुरो चाहिँ हटाइनेछ। अरू त्यहाँ सिप्लिका पास र नाथुला पनि उल्लेख थियो, हटाइनेछ भनेर भनियो है। तर प्रधानमन्त्री सुशील कोइराला 1.5 महिनादेखि पछि उहाँ पदच्युत हुनुभयो। आउने सरकारले केही पनि गरेनन्। हेर्नुहोस् अघि अब त्यस कारणले गर्दाखेरि अब लिपु लेक त हाम्रो हो भन्ने चाहिँ डिप्लोमेटिक नोट पनि पठाएको छ। अनि केही अध्येताहरू के भन्छन् भनेदेखि चाहिँ ए बाबा, यो लिपु लेकबाट भारत र चीनले व्यापार वाणिज्य अभिवृद्धि गर्ने भन्ने कुरो त सन् 1954 मा नै भइसकेको छ नि, नेपालले किन टाउको दुखाउने? केही अध्येता भन्छन् है, किन टाउको दुखाउने भनेर भन्छन्। तर मेरो अध्ययन अनुसार चाहिँ टाउको दुखाउने होइन, मात्रै होइन, त्यो खारिज पनि गर्न सक्नुपर्छ। किनभने 1954 अप्रिल 29 का दिनमा भारत र चीन बीच एउटा सम्झौता भयो। हेर्नुहोस्, त्यो सम्झौताको आर्टिकल 3 को बुँदा 4 मा के लेखिएको छ भने हेर्नुहोस्, अब हेर्नुहोस् है, दुई देशको सीमावर्ती जिल्लाका व्यापारी, स्थानीय बासिन्दाहरू, सानातिना व्यापारी, अंग्रेजीमा पेट्टी ट्रेड लेखेको छ, र सानातिना व्यापार गर्न र साथीभाइलाई भेट्न, आफन्तहरूलाई भेट्न सीमा पार गरेर अर्को पक्षमा सीमावर्ती जिल्लामा जान सक्ने छन्। हेर्नुहोस् है, यहाँ सीमावर्ती भन्ने उल्लेख भएको छ। अघि अर्को कुरा म यहाँहरूलाई बताउँछु,
यो 1954 को भारत र चीनको सम्झौता त खारेज भइसक्यो। मैले किन भनेको भने त्यो सम्झौताको बुँदा 8 मा के लेखेको छ भने यो सम्झौता 8 वर्षको लागि हुनेछ भनेर लेखेको। तर 8 वर्ष बित्यो, त्यो सम्झौता नवीकरण नै भएन, रिन्यू नै भएन। किन रिन्यू भएन भनेदेखि सन् 1962 मा भारत र चीनको बिचमा सीमा युद्ध, घमासान युद्ध भयो, भारतको हार भयो। हार भएपछि अनि यो नवीकरण नै भएन। नवीकरण नभएपछि त यो त मरिसक्यो नि। 1954 को जुन सम्झौता भनेर केही विद्वानहरूले, हाम्रै नेपाली पनि विद्वानहरूले भन्छन् त्यो त मरिसक्यो। मरिसकेको हुनाले त्यसको कुरा अरू गर्नुहुन्न। र मैले यसमा अर्को के भन्छु भने सन् 2015 मा मोदी अब चीनमा गएर जुन सम्झौता गर्यो लिपुलेखबाट भन्ने, यदि त्यो 1954 को सम्झौता मरिसकेको नभएदेखि मोदीले 1954 को कुरा ल्याउँथ्यो। सन् 1954 जवाहरलाल नेहरूको पालोको कुरा ल्याउँथ्यो नि, मोदीले ल्याउनु सकेन। किनभने त्यो त 8 वर्षमा नवीकरण हुनेछ, नवीकरण नभए रद्द हुनेपछि रद्द भइसकेको छ। त्यस कारणले यस्तो अवस्थामा हाम्रो लिपुलेखको अवस्था छ। अब म अन्तिमतिर आउँदैछु। लिपुलेख, कालापानी, लिम्पियाधुरा, अब अझै भनौँ भने पूर्वमा लिपुलेख, त्यसपछि नाभिडाङ आउँछ, त्यसपछि कालापानी। त्यसलाई पुरानोमा तुलसी न्युराङ भन्छु। हाम्रो भैरव रिसाल वरिष्ठ अध्येता, वरिष्ठ सञ्चारकर्मी, उहाँ बित्नुभयो 8-9 महिना अगाडि। उहाँले तुलसी न्युराङलाई भारतले कालापानी भनेर नाउँ राख्यो। त्यसपछि आएर अनि गुन्जी, कुटी, नाभि भएर लिम्पियाधुरा, पश्चिमको लिम्पियाधुरा, यो क्षेत्र चाहिँ नेपालकै हो भन्ने प्रमाण छ। र यो प्रमाणहरूमध्येमा म एउटा अब थानगन्ती कुरामा भन्ने हो भनेदेखि हेर्नुहोस्, 8-9 वटा प्रमाण, कागज प्रमाण इत्यादिले त्यो भूभाग 372 वर्ग किलोमिटर भूभाग नेपालकै ठहरिन्छ। सबभन्दा पहिलो कुरो सुगौली सन्धि, 4 मार्च 1816 मा सुगौली सन्धि गरियो। त्यो सन्धिको धारा 5 मा के लेखेको छ भने नेपालका राजा महाराजा उनका उत्तराधिकारीले कालीपारीको जनतासँग सम्पर्क गर्न पाउने छैनन्। यसको मतलब कालीदेखि अब पश्चिमको भाग समस्त भारतको, त्यसबाट काली नदी र त्यसपछि पूर्वको भाग नेपालको। तर पछि आएर हेर्नुहोस्, अब के अरे के सम्झौता गरे, केपी शर्मा ओली भएको बारेमा सम्झौता गरे। त्यो सम्झौतामा चाहिँ एउटा के लेखेको छ भने महाकाली रिभर, महाकाली सन्धि है, महाकाली सन्धि। महाकाली सन्धि गर्दाखेरि सुरुमै प्रिएम्बलमा महाकाली रिभर इज द बाउन्ड्री रिभर अन मेजर स्ट्रेचेज भनेर भनेको। हेर्नुहोस् है, सुगौली सन्धिले काली नदी सम्पूर्ण हाम्रो, तर त्यो महाकाली सन्धिले आधी आधी, त्यो बेलामा नै के भनेदेखि अब महाकाली आधी आधी, पानी आधी आधी, यस्तै भन्ने के नारा पनि घन्काएको थियो। यो हाम्रा नेताहरूको अन्यले गर्दाखेरि यो गयो। तर हाम्रो प्रमाण चाहिँ के भने सुगौली सन्धिको धारा 5 छ। अर्को कुरो नक्सा, मैले नक्सा अध्ययन गरेको हुनाले हेर्नुहोस्, सन् 1819 को नक्सा, 1827 को नक्सा, 1856 अनि 1902 को नक्साले चाहिँ लिम्पियाधुराबाट निक्लेको नदीलाई काली भनेर लेखेको छ अघि। त्यस कारणले त्यो लिम्पियाधुराबाट निक्लेको पूर्वको भागमा चाहिँ गुन्जी, कुटी, नाभि, कालापानी, लिपुलेख सबै नेपालको पर्छ त्यो नक्सा मान्दाखेरि। अर्को तेस्रो प्रमाण चाहिँ के छ भने सुगौली सन्धि हुने बित्तिकै ब्रिटिस गभर्मेन्टको एक्टिङ चिफ सेक्रेटरी जोन आदमले 4 फेब्रुअरी 1817 मा उसका रेजिडेन्ट, काठमाडौँ रेजिडेन्ट गार्नरलाई एउटा चिठी लेखेको छ कि अब ब्यास गोर्खाका मान्छेले मालपोत कहाँ तिर्ने जग्गाको भनेर पिथौरागढमा आए, अनि हामीले उहाँलाई सम्झाएर पठाएका छौँ। यो क्षेत्र ब्यास गोर्खाको क्षेत्र त नेपालमा परिसक्यो, त्यसकारण नेपालमा चाहिँ मालपोत तिर्नुहोस् भनेर हामीले पठाएका छौँ। र अब त्यो जनताले नेपालको भारदार वंशालाई सम्पर्क गरेर तिर्नुहोस् भनेर भनेको थियो। यो प्रमाण आयो कि। चौथो प्रमाण, जुन जनता त्यसरी आएपछि अनि नेपालमा मालपोत तिरेछ,
त्यो बेलामा दार्चुला जिल्ला थिएन, 32 जिल्लाको सिस्टम थियो। अनि डडेलधुरा जिल्लामा गएर मालपोत तिरेछन्। अनि अब अध्येता हाम्रो कञ्चनपुरको अध्येता हुनुहुन्छ उहाँ ऋषिराज लुम्सानी। उहाँले 17-18 वर्ष जति अगाडि गएर अब मालपोत कार्यालयमा डडेलधुराको मालपोत कार्यालयमा गएर खोज्दाखेरि भेटियो। हेर्नुहोस्, अब एकजना के अरे नबियाल भन्ने जातको मान्छेले चाहिँ बाबु मरेर 3 जना छोराहरूलाई अंशबन्डा गर्दाखेरि नेपालको मालपोतमा गएर अंशबन्डा गरेका रहेछन्, गुन्जीको है, गुन्जी क्षेत्रको। त्यस कारणले गर्दाखेरि यो त ठुलो प्रमाण हो नि त। अर्को 5औं प्रमाण चाहिँ हाम्रो 2015 साल असारमा नेपालबाट जनगणना भएको थियो। जनगणना हुँदाखेरि त्यो क्षेत्र नेपालबाटै जनगणना भएको थियो। मैले अघि वरिष्ठ सञ्चारकर्मी भैरव रिसाललाई चाहिँ कोट गरेँ कि आज उहाँ यहाँ आउनुभएको भए, जिउँदै हुनुभएको भए उहाँले पनि भन्नुहुन्थ्यो होला। उहाँले के भन्दै आउनुभएको छ भनेदेखि कुटी, नाबी, गुन्जी, तुलसी उड्याङ, नाबीडाङको मैले गराएको हुँ। गणकलाई पठाएर, खरदारलाई पठाएर, म अफिसर थिएँ, खरदारलाई पठाएर गरेको हुँ। त्यो क्षेत्र नेपालको हो, म अहिले जिउँदैछु भनेर उहाँले बराबर भन्नुभएको छ। यो ठुलो प्रमाण पनि हो कि। अर्को 6औं प्रमाण के छ भने 2015 साल माघ फागुनमा चाहिँ नेपालमा पहिलो आम निर्वाचन भयो। त्यो पहिलो आम निर्वाचन हुँदा गुन्जी नाबीका जनताको पनि नेपालमा भोटर लिस्ट छ। हेर्नुहोस्, नेपालमा उनीहरूले मतदान दिएका थिए, गुन्जी कुटी नापीका। उनीहरूले मतदान दिएको हुनाले नेपाली काङ्ग्रेसले जितेछ। नेपाली काङ्ग्रेसले जितेपछि मन्त्रीमण्डल विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुँदाखेरि त्यस क्षेत्रबाट एकजना महिला ठकुरानी भन्ने, अहिले नाउँ बिर्सेँ मैले, उनी चाहिँ उपमन्त्री, हजुर हो, उहाँ ठकुरानी मन्त्री पनि हुनुभयो। मैले भन्न खोजेको चाहिँ गुन्जी कुटीका मान्छेले त नेपालमा मतदान गरेर अब चाहिँ मन्त्री समेत पनि बनाएका थिए नि, होइन। अर्को 7औं प्रमाण चाहिँ तत्कालीन महेन्द्रको पालोमा 2019 सालमा राजा महेन्द्रका गृहमन्त्री विश्वबन्धु थापा थिए। विश्वबन्धु थापाले सञ्चार माध्यममा टिभीमा धेरै भनेका छन् कि अब विश्वबन्धुको चाहिँ भनाइअनुसार चाहिँ 2019 मा चाहिँ अब मन्त्रीमण्डल को बैठक सकिने बेलामा राजा महेन्द्रले भनिबक्स्यो, नेहरूले मलाई एउटा चिठी लेखेको छ, अब कालापानीमा भारतीय फौजलाई तत्कालको लागि बस्न दिनुहोस् भनेर चिठी लेखेको छ। अब यो चिठीमा हामी केही जवाफ नदिउँ, चिठीमा जवाफ दिँदाखेरि फेरि चीन पनि रिसाउने हो कि भनेर हामी कहीँ पनि जवाफ नदिउँ भनेर बसे। मैले यो कुरा बारम्बार मिडियामा पनि भनेको छु। त्यो चाहिँ जवाहरलाल नेहरूले राजा महेन्द्रलाई लेखेको चिठी हामी नेपालीले पानी मुनि गएर पनि खोज्नु पर्यो। तत्कालीन परराष्ट्र मन्त्री प्रदीप गेवाली र तत्कालीन परराष्ट्र सचिव शङ्कर दास बैरागी उहाँले मलाई परराष्ट्र मन्त्रालयमा ब्रिफिङमा बोलाउनु भएको थियो। मैले यही कुरा भनेको छु अघि, तपाईहरू पानी मुनि गएर पनि त्यो प्रपत्र खोज्नु पर्यो। चाहे त्यो तत्कालीन नारायणजीको रेड बक्समा छ कि अहिले अब शिवपुरीतिर राजा ज्ञानेन्द्र बस्नेकोमा चाहिँ भनौँ नागार्जुनको चाहिँ रेड बक्समा छ कि अहिले भद्रकालीको नेपाली सेनाको रेड बक्समा छ, यो खोज्नु पर्यो। खोज्ने बित्तिकै त तत्काल त समस्या समाधान भइहाल्छ। यो कुरा मैले भनेको थिएँ कि। त्यसपछि आएर 8औं प्रमाण नेपालका लागि चिनिया राजदूत मिस्टर जेड.यू. यङले 2056 साल भदौ 18 गते रिपोर्टर्स क्लबमा भनेका छन्। उनले के भनेका छन् भनेदेखि सन् 1961-62 मा नेपाल र चीनको बिचमा सीमाङ्कन भएको थियो। त्यो बेलामा कालापानी नेपालकै हो, तर त्यस बेलामा पुराना नक्सा दस्तावेजलाई बेवास्ता गरिएको हुनाले नेपालको सिमाना लिम्पियाधुरा पुग्न सकेन। यो लिखित छ। मैले मेरो नेपालको सिमाना भन्ने किताबमा पनि कोट गरेको छु। कुनै देशको राजदूतले भनेको ऊ त प्लेनिपोटेन्सियरी सर्वाधिकार सम्पन्न व्यक्ति हो राजदूत।
त्यस कारणले गर्दाखेरि त्यो त चीन राष्ट्रले भनेको मान्नुपर्छ नि, त्यो पनि हामीसँग प्रमाण छ। अर्को अन्तिम 9औं प्रमाण चाहिँ के छ भनेदेखि चाहिँ ब्रिटिस गभर्मेन्टको चाहिँ अब सल्लाहकार, बेङ्गाल गभर्मेन्टको सल्लाहकार सर जर्ज क्याम्पबेलले एउटा सिद्धान्त अपनाएको छ। नदी 2-3टा नदी मध्येमा मूल नदी कुन हो भनेर दुविधा पर्यो भने मूल नदी निर्धारण प्रतिपादित सिद्धान्त उनले अपनाएका छन्। त्यो सिद्धान्त अपना अनुसार के हो भनेदेखि चाहिँ जुन नदी लामो छ, जुन नदी धेरै चौडा छ, जुन नदीमा गहिरो छ, धेरै पानी छ, त्यो मूल नदी हुन्छ। त्योभन्दा कम चाहिँ अब पानी भएको, कम लम्बाइको चाहिँ शाखा नदी हुन्छ भनेर प्रमाणित गरिसकेको छ। यो प्रमाणित अनुसार त हेर्नुहोस्, अब लिम्पियाधुराबाट आएको नदी चाहिँ जहाँ गर्ब्याङ र लिपुलेकबाट आएको नदीसँग मिसिन्छ, सानो नदीसँग मिसिन्छ, त्यो मिसिएको 2टा नदी मध्येमा लिम्पियाधुराबाट आएको नदी 6 दोब्बर ठुलो लामो इत्यादि छ। र अनि त्यो लिम्पियाधुराबाट आएको नदीको पृष्ठभूमि पनि ठुलो छ, त्यसको ब्याकग्राउन्ड पनि ठुलो छ। त्यसकारण स्वतः यो त अब कालापानी क्षेत्र, लिपुलेक क्षेत्र त अब नेपालकै भइहाल्छ होइन। त्यस कारणले गर्दाखेरि यस्ता कुराहरू लिपुलेकको बारेमा भारत र चीनले यसरी सम्झौता गरेर नेपाललाई मर्का पर्यो। अब मैले यहाँ एउटा भन्नै पर्ने कुरा के छ भनेदेखि भारतले त हामीलाई हेप्यो, नेपाललाई हेप्यो, तर चीनले किन यस्तो गर्यो भन्दाखेरि चीनको पनि आफ्नो स्वार्थ भएको हुनाले गर्दाखेरि हेपेको जस्तो मलाई लाग्छ। किनभने चीनको धेरै सामान बल्क ट्रेड भारतलाई गर्नु छ। भारत विश्वको 1 अरब 40 करोड जनता भएको क्षेत्र हो। त्यो क्षेत्रमा चाहिँ अब भारतमा चाहिँ सामान बिकाउनु छ चीनले। त्यस कारणले गर्दाखेरि पनि एउटा अब भारत चीनको बजार, ठुलो बजार भएको हुनाले गर्दाखेरि पनि नेपाललाई वास्ता गरेको छैन अब चाहिँ लिपुलेकको सम्बन्धमा चाहिँ। र अब म अन्तिमतिर आउँदैछु। अब सिमानाको समस्या कसरी गर्ने भन्दाखेरि अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार सीमा समाधान गर्ने कुराहरू मध्येमा सबभन्दा ठुलो कुरो वार्ता गरेर समाधान गर्ने नम्बर 1। नम्बर 2 अब मेडिएसन अथवा आर्बिट्रेसन गर्ने हो। नम्बर 3 सेक्युरिटी काउन्सिलमा समावेदन गर्ने हो। नम्बर 4 भनेको अब अन्तर्राष्ट्रिय न्यायिक अदालतमा जाने हो कि यसरी समाधान गर्न सकिन्छ। तर म चाहिँ के भन्छु भनेदेखि दुई देशलाई शान्तिपूर्ण तरिकाले सीमा सम्बन्धी समस्या समाधान गर्नुपर्छ छलफल गरेर। अब छलफल भएन भनेदेखि मेडिएसनबाट गरिन सकिन्छ। अब अमेरिकाको राष्ट्रपति ट्रम्प जुनसुकै देशको, 2टा देशको बिचमा पनि समस्या केही पर्यो भने म मध्यस्थता गर्छु, आर्बिट्रेसन मेडिएसन गर्छु भनेर आइराखेको छ। अघि उहाँले भारत र पाकिस्तानको बिचमा अब पहलगामको काण्ड भएर हुँदाखेरि 26 जना मर्दाखेरि हाम्रो नेपाली 1 जना पनि मरे। त्यो बेलामा पनि म भारत र पाकिस्तानको बिचमा मेडिएसन गर्छु भनेर ट्रम्पले आइराखेको छ। त्यसकारण मेडिएसन गर्ने पनि एउटा कुरा हो। ओके, त्यसपछि आएर सेक्युरिटी काउन्सिलमा पनि अब जान सकिन्छ। जस्तो अब क्याम्बोडिया र अब ब्याङ्कक, थाइल्यान्ड, टेम्पल अफ प्रे बिहारमा गए उनीहरू चाहिँ सेक्युरिटी काउन्सिलमा गए। अब अन्तर्राष्ट्रिय अदालतमा चाहिँ अफ्रिकाको क्यामेरुन र नाइजेरिया अब दुवै देश इन्टरनेसनल कोर्ट अफ जस्टिसमा गएर तर अब 6-7 वर्ष लाग्यो र अब क्यामेरुनले जित्यो। क्यामेरुनले जितेपछि पनि अब त्यो अन्तिम गर्नको निमित्त चाहिँ पाउनुको निमित्त अर्को 6 वर्ष कुर्नु पर्यो। त्यसकारणले मैले भनेको चाहिँ अब शान्तिपूर्ण तरिकाले समाधान गर्नु नै हो। अन्तर्राष्ट्रिय सीमा सिद्धान्त अनुसार कुनै पनि देशको सीमा समस्या समाधान गर्न हेर्नुहोस्, पहिलो अङ्ग्रेजीमा भनौँ, पहिलो डायलग, दोस्रो डिस्कसन, तेस्रो नेगोसिएसन, चौथो कम्प्रोमाइज, त्यसपछि आएर अनि अन्डरस्ट्यान्डिङ
त्यसपछि ट्रस्ट इच अदर, सबभन्दा ठुलो कुरो एकले अर्कोलाई विश्वास गर्यो र वार्ता गर्यो भने वार्ताबाट सीमा समस्या समाधान हुन सक्छ है। र अब मैले भने एउटा नेगोसिएसनलाई नेपालीमा ठ्याक्क के भनौँ भनेदेखि म चाहिँ सौदा वार्ता भन्छु। सौदा वार्ता भनेको चाहिँ नेगोसिएसनको कुराहरू आउँछ अघि। नेगोसिएसन भनेको तिमीले त्यो भन्छौ भने म यो भन्छु, तिमीले त्यो पारी भन्छौ भने वारी भन्छौ भन्ने कुरा आउँछ अघि। यस्तो नेगोसिएसनको कुरो चाहिँ भारत र बङ्गलादेशले नेगोसिएसन गरेर भारत र बङ्गलादेशको सीमा समस्यामा समाधान गर्यो। 2015मा नै हेर्नुहोस्, भारतको प्रधानमन्त्री नरेन्द्र मोदी अब बङ्गलादेश भ्रमण गर्न जाँदाखेरि भारतले बङ्गलादेशलाई 111वटा इन्क्लेभ दियो अनि बङ्गलादेशले भारतलाई 51वटा इन्क्लेभ दियो र समाधान भयो होइन। यो समाधान चाहिँ गर्ने समस्या छ। र अर्को कुरो म समाधानतिर लाग्दै थिएँ अघि। अब यसरी नेगोसिएसन गरेर जमिन स्वापिङ अफ ल्यान्ड भन्छ, स्वापिङ अफ ल्यान्ड गरेर पनि समाधान गर्न सकिन्छ। हेर्नुहोस्, अब मैले बङ्गलादेशको कुरा पनि गरेँ। 7 महिना अगाडि किर्गिजस्तान र ताजिकिस्तानमा 416 हेक्टर जमिन चाहिँ सट्टापट्टा पनि गरेका छन्। यस्ता व्यवस्था धेरै छन्। अब समाधानको उपाय मध्येमा म अन्तिममा जान्छु। हामीले लिपुले कालापानी लिम्पियाधुराको सीमा समस्या समाधान गर्ने हो भने हामीले हाम्रो त्रिदेशीय बिन्दु स्थापना गर्नुपर्छ। हाम्रो पश्चिममा पनि एउटा त्रिदेशीय बिन्दु हुनुपर्छ लिम्पियाधुरामा, पूर्वतर्फ जुन ठाउँमा ताप्लेजुङ, भारतको सिक्किम, त्यसपछि चिनको तिब्बत भेट्छ त्यो झिनसाङ चुली भन्ने ठाउँ छ, त्यहाँ पूर्वमा पनि अर्को चाहिँ अब त्रिदेशीय बिन्दु हुनुपर्छ। पश्चिमको कुरा गर्दाखेरि हाम्रो दार्चुला, भारतको उत्तराखण्ड, चिनको तिब्बत, लिम्पियाधुरा, त्यहाँ त्रिदेशीय बिन्दु तीनै देश मिलेर नेपाल, भारत, चिनले मिलेर त्रिदेशीय बिन्दु खडा गरेपछि लिपुले कालापानी लिम्पियाधुरा कहाँको कसको हो भन्ने कुरा छिनाफाना भइहाल्छ। यसकारणले नेपालले शान्त कूटनीतिद्वारा चीनलाई पनि अग्रसर गराएर तीनै देश एक आपसमा सौहार्दपूर्ण तरिकाले कुराकानी गरेर त्रिदेशीय बिन्दु नेपालको पूर्वमा र पश्चिममा त्रिदेशीय बिन्दु खडा गरेर त पुगिहाल्यो नि। अब म अन्तिममा के भन्छु भने सन् 1961-62मा नेपाल र चीनको बिचमा सीमा अङ्कन हुँदा त्रिदेशीय बिन्दु कायम हुन सकेन। त्यो बेलामा चीनले भनेको थियो, हेर्नुहोस् अब टिङ्करमा 1 नम्बर पिलर खडा गरेपछि अब त्रिदेशीय बिन्दु खडा गर्नुपर्छ। भारतलाई बोलाउनुहोस्। त्यो बेलामा भर्खर युद्ध अन्त्य भएको थियो भारत र चीनको। चीनले नेपाललाई भन्यो भारतलाई बोलाउनुहोस् भन्यो, नेपालले भारतलाई अनुरोध गर्यो, तर भारत आएन र त्रिदेशीय बिन्दु गठन हुन सकेन। यो टिङ्कर भन्ज्याङबाट 53 किलोमिटर पश्चिममा लिम्पियाधुरा पर्छ। अर्को कुरो हेर्नुहोस्, अब नेपाल चीनको सीमाङ्कन गर्दै पूर्वतर्फ 1 नम्बर पिलर 2 नम्बर पिलर गरेर हाम्रो ताप्लेजुङको टिप्ताला भन्ज्याङमा 79 नम्बर 79 को खम्बा गाडिएको छ। त्यो 79 नम्बरको खम्बाबाट 62 किलोमिटर पूर्व झिनसाङ चुरीको त्रिदेशीय बिन्दु रहेको छ। हेर्नुहोस्, मेरो भनाइ चाहिँ पश्चिममा 1 नम्बर पिलरबाट अब 53 किलोमिटर, पूर्वमा अब टिप्ताला भन्ज्याङको 79 नम्बरबाट 62 किलोमिटर बाँकी छ। भनेपछि त यतिको बाँकी भएको चाहिँ भाग तीनै देश मिलेर त्रिदेशीय बिन्दु खडा गर्ने बित्तिकै एक आपसमा समाधान हुन्छ। अर्को समाधान गर्ने कुरो अब म 1 मिनट बढ्ता लिन्छु। भारतको प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आएका थिए सन् 2014 को अगस्त 3 मा। उनी पशुपतिनाथको दर्शन गर्न साउने सोमबार पारेर पनि आएका थिए। त्यो बेलामा नेपाल र भारतको बिचमा सीमा सम्बन्धी समस्या समाधान गर्ने 4वटा टायर 4 तह बनेको थियो। त्यो मध्येमा अन्तिम 4थो तह चाहिँ के थियो भनेदेखि म कोट गर्छु, नेपाल र भारतका विदेश सचिवहरूले कालापानी र सुस्ताको सम्बन्धमा तल्लो तहबाट टेक्निकल इनपुट लिएर अब प्रतिवेदन तयार गरेर आफ्नो देशमा बुझाउने। यो हेर्नुहोस्, सन् 14 भएको अहिले 8 वर्ष कति भइसक्यो हो कि 25 भएपछि त 11 वर्ष भइसक्यो। यो परराष्ट्र सचिव स्तरको संयन्त्रले कामै गर्न सकेको छैन, सिनको भाँचेको छैन अहिलेसम्ममा। हेर्नुहोस् अब अघि
त्यस कारणले हामी नेपालीले पनि हाम्रो प्रमुख सरकार प्रमुखले पनि भारतीय सरकार प्रमुखलाई भन्नु पर्यो सन् 2014 को अगस्त 3 मा भएको जुन मेमोरेन्डम छ दुवै प्रधानमन्त्रीहरूले जारी गरेको त्यसको चौथो संयन्त्र उजागर गरौँ न, परराष्ट्र सचिवहरूलाई काम गराउँ न, गराएपछि के ठहरिन्छ त्यो अनुसार गरौँ भनेर हाम्रो सरकार प्रमुखले भन्न सक्नुपर्छ। यसको निमित्त फेरि म दोहोऱ्याउँछु, म डायलग, डिस्कसन, नेगोसिएसन, कम्प्रोमाइज, अन्डरस्ट्यान्डिङ, ट्रस्ट इच अदर, एकले अर्कोलाई चाहिँ अब विश्वास गर्ने, भारतले नेपाललाई विश्वास गर्ने, नेपालले भारतलाई पनि विश्वास गर्ने हुन्छ। र अब अन्तिममा म 1 मिनट टाइम, अब मैले पहिले सुरु भने जेनजीको बारेमा भनेको थिएँ, छोटकरी भन्छु म। अब जेनजीको के हो त, पहिलो पूर्ववक्ता महानुभावले पनि भनिसक्नु भएको छ जेनजीको आन्दोलन के हो त। मलाई मेरो मोटो दिमागले मैले विश्लेषण गरे अनुसार जेनजीको आन्दोलन भनेको अब यो नियमित आकस्मिकता भन्छु है, म नियमित आकस्मिकता हो। किन म नियमित आकस्मिकता भन्छु भनेदेखि चाहिँ नेपालमा यस्ता धेरै आन्दोलनहरू भएको छ। सम्मत 1997 सालमा राणालाई विद्रोह गरेको चाहिँ बापतमा शहीदहरूलाई 4 शहीदलाई झुन्ड्याएर फाँसी दियो 97 साल। 2007 सालमा नेपालमा प्रजातन्त्र आयो क्रान्ति भएर। 2017 सालमा 10 वर्षपछि महेन्द्रले कु गरे, पञ्चायती व्यवस्था लागे है। त्यसपछि आएर अनि अब 46-47 मा नेपालमा फेरि पुनः प्रजातन्त्र आयो हेर्नुहोस्। अब त्यसपछि आएर 2065 मा नेपाल चाहिँ गणतन्त्रमा घोषणा भएर 2072 सालमा नेपालले नयाँ संविधान जारी गर्यो। भारतले रोक्दै जारी गर्यो। 72 बाट 10 वर्षपछि 82 आयो। यो भनेको नियमित आकस्मिकता भन्छु है म। त्यस कारणले गर्दाखेरि अब प्रत्येक 10-10 वर्षमा 97, 7, 17 को कुरा आयो होइन। त्यस कारणले गर्दाखेरि अहिले यो किन भयो भनेर भन्दाखेरि जेनजीको चाहिँ हाम्रा पदाधिकारीहरू, सरकारमा रहेका पदाधिकारीहरू भ्रष्टाचारी भए, अधिनायकवाद भए र अनि मुख्य कुरो चाहिँ सामाजिक सञ्जाल, इन्टरनेट, इमेल, इन्स्टाग्रामहरू नयाँ पिँढीलाई चलाउनै दिएन। यो इन्टरनेट, इमेल नभइकन नयाँ पिँढी चाहिँ आफूलाई घाँटीमा च्यापिएर घाँटी निमोठेर सास फेर्न अप्ठ्यारो पारेको जस्तो उनीहरू अनुभव गर्छन्। अनुभव गरेको हुनाले यो जेएनजीको आन्दोलन भएर 36-37 घन्टा नहुँदै पनि त्यो सामाजिक सञ्जाल फिर्ता आयो होइन। त्यस कारणले गर्दाखेरि अब यस्तो चाहिँ बराबर नियमित आकस्मिकताका चाहिँ आन्दोलनहरू भएर आएको हुनाले यसलाई अब हामी नेपालीहरूले नेपालको समृद्धिको निमित्त यस्ता आन्दोलनहरू अरू गरिरहनु हुँदैन। गरियो भने हाम्रो नेपाल पछौटे पनि रहन्छ, हाम्रो आर्थिक समृद्धि हुँदैन। हामीलाई त राजनीतिक समृद्धि भन्दा पनि आर्थिक समृद्धि चाहिएको छ। हिजो आजको हाम्रो नेपाली दाजुभाइ डोके, नामले, खर्पने दाजुभाइहरूले अहिले अब मिनिमम महिनाको 16,000 रुपियाँ आर्जन गरिरहेका छन् भने अब 24,000 रुपियाँ आर्जन कसरी गराउने, यो आर्थिक नीति पो ल्याउनु पर्थ्यो। मेरो आफ्नो भनाइ, किनभने म राजनीति त मलाई थाहा छैन, अध्ययन पनि गरेको छैन। त्यस कारणले हाम्रो नेपालीले आर्थिक समृद्धि गर्नुपर्छ। नेपाली युवाहरू मिडल इस्टमा गएर तातो घाम खाएर अनि त्यसपछि उनीहरूको लास प्रत्येक दिन 3 जनाको लास कफिन बक्समा हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय अदालतमा अन्तर्राष्ट्रिय विमानस्थलमा आउँछ। नेपालमै रोजी-रोटी, कार, कारखाना इत्यादि भइदिएको भए, अब हाम्रो जलविद्युत प्रशस्त उत्पादन भएको भए लाखौँ मान्छे त्यसैमा इम्प्लोइमेन्ट हुन्थ्यो नि। यो गर्न नसकेको हुना यस्तो भएको हुनाले गर्दाखेरि हाम्रो आर्थिक समृद्धि हामीले गर्नुपर्छ। राजनीतिक आन्दोलन धेरै भइसक्यो, तर आर्थिक आन्दोलन गर्नुपर्छ भन्दै मेरो आफ्नो विचार व्यक्त गर्दै मलाई यो विचार व्यक्त गर्न मञ्च प्रदान गर्नुभएकोमा अब म आयोजकलाई धेरै धेरै धन्यवाद दिन्छु र सबैमा नमस्कार, धन्यवाद। धेरै धेरै धन्यवाद सीमाविद बुद्धिनारायण श्रेष्ठज्यूलाई। यो